हाई एभ्रिवान, आज चाहिँ हामी मुलाको अचार बनाउन लागेको छौँ। जाडोमा मुलाको अचार, घाममा खाना खाँदाखेरि अचार हालेर खान खुब मजा आउँछ। अनि त्यही भएर मैले चाहिँ 2 घाम सुकाएँ मुला र अकबरेलाई। अनि आज अब बनाउनु पर्यो भनेर मुलालाई हालेँ, नुन हालेँ, मसला 5 फुरन मसला पिनेर राखेको थियो त्यो हालेँ, अनि बेसार हालिदिएँ। त्यसपछि तेल तताउनलाई हालेँ। तेल तताउन मुलाको अचार चाहिँ धेरै तेल चाहिँदैन, किनभने यो तेल लङ टाइमसम्म राखिँदैन, चाँडै सकिन्छ। त्यही भएर धेरै तेल हाल्नु पर्दैन, यसलाई चाहिँ ठिकैको तेल हाल्नु। अनि तेल तात्तिन थालिसकेपछि तेल थोरै जिरा धनियाँको पाउडर पनि हालिदिएको छु मैले, एक्स्ट्रा भुटेर राखेको थियो त्यो हालिदिएको छु। अनि तेल तात्यो, तेललाई थोरै हालेर त्यसलाई मोल्ने सुरुमा, त ठिक थोरै तेल हाल्ने, त्यसपछि यसलाई मजाले मोल्ने। अनि यसलाई राम्रोसँग मोलिसकेपछि चाहिँ त्यसलाई मैले मोलिरहेको छु मजाले। हात चाहिँ पिरो हुन्छ भनेर मोलेको, त्यहाँ पसलमा मान्छे आयो भनेर हेर्न गएकोमा। अनि मोलेर अनि अब डब्बामा पहिलाको अचार त्यो अस्ति भर्खर सकेर त्यसमा हालिदिएको छु, त्यो डब्बामा त्यसमा हालिदिने। मेरो बिचमा मेरो छोरो आएर डिस्टर्ब गरिरहेछ, अनि माथिबाट त्यही अलिक बाँकी भएको तेल माथिबाट हालिदिने। त्यसो गरिसकेपछि मजाले तल सबै लाग्छ, नभए त्यो तेल जति सबै भाँडामा टाँसे बस्छ, तेल त्यतिकै वेस्ट हुन्छ। त्यही भएर अनि अब यो डब्बा एक डब्बा